दर्शकबिन नमस्कार, स्वागत छ हाम्रो च्यानलमा। आज हामी तपाईहरूलाई नेपाली फिल्म उद्योगबाट दुईवटा विशेष खबर लिएर आएका छौं, जुन बहुप्रतीक्षित फिल्म लाली बजारसँग सम्बन्धित छ। प्राप्त समाचार अनुसार षट्कोण आर्ट्सले निर्माण गर्न लागेको फिल्म लाली बजारले अहिले निकै चर्चा पाइरहेको छ। यस फिल्मलाई लिएर दुई महत्त्वपूर्ण घोषणा गरिएको छ। पहिलो र सबैभन्दा ठूलो खबर हो, फिल्मको प्रदर्शन मिति नै तय भएको छ। लाली बजार आउँदो फागुन 9 गते प्रदर्शनमा आउने पक्का भएको छ। दोस्रो महत्त्वपूर्ण खबर अभिनेत्री स्वस्तिमा खड्कासँग सम्बन्धित छ। यस फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित हुनुभएको छ। निर्माण पक्षले आज मंगलबार फिल्मको टिजर पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति र अभिनेत्री खड्काको संलग्नताबारे जानकारी दिएको हो। टिजर पोस्टरमा स्वस्तिमालाई गर्भवती महिलाको भूमिकामा देख्न सकिन्छ। उनको श्रृङ्गार र हावभावले फिल्मको सेटिङ, मूड र चरित्र चित्रणबारे स्पष्ट पारेको छ। निर्माता म्याक्स दिपेश खत्रीले स्वस्तिमाले केही दिन अघि मात्र फिल्म साइन गरेको बताउनुभयो। यो फिल्मको लेखन र निर्देशन एम थापाले गर्दै हुनुहुन्छ। यसलाई खत्री र रविन्द्र सिंह बानियाले निर्माण गर्दैछन्। कार्यकारी निर्माता भने प्रदीप भट्टराई हुनुहुन्छ। षट्कोण आर्ट्स व्यावसायिक हिट फिल्म जात्रा श्रृङ्खलाको लागि परिचित छ। निर्माताले अन्य कलाकारबारे जानकारी छिट्टै दिने बताएका छन्। यो फिल्मको छायाङ्कन आउँदो दशैं लगत्तै गर्ने तयारीमा छ। यो खबरले लाली बजार प्रति दर्शकको उत्सुकता झनै बढाउने निश्चित छ। स्वस्तिमा खड्काको नयाँ भूमिका र षट्कोण आर्ट्सको सफल इतिहासले फिल्मबाट धेरै अपेक्षा गर्न सकिन्छ। आजको लागि यति नै। यस्तै अन्य ताजा समाचारका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।